हेलो गाइज, वेलकम ब्याक टु माई एनदर भ्लग। न्यू डे न्यू भ्लगको साथमा चाहिँ म उपस्थित भइरहेको छु र आज चाहिँ म कोरियाको ट्रेडिसनल गाउँमा दाइहरूसँग आइरहेको छु। दुईजना दाइहरू हुनुहुन्छ र नामसङ टावर पनि यहाँनिर नजिकै छ, पछाडिपट्टि देख्न सकिन्छ ब्याकग्राउन्डमा। एकछिनमा म हजुरहरूलाई यहाँको ट्रेडिसनल गाउँ पनि देखाउने नै छु। फाइनली हामी चाहिँ ट्रेडिसनल गाउँमा चाहिँ आइसकेका छौँ। कोरियाको एकदमै पुरानो गाउँहरू, पहिला यो चाहिँ सौलको बिचमा छ, तर एकदम पुरानो गाउँहरू मान्छेहरू भिजिट गर्नुको लागि, यहाँको भ्रमण गर्नुको लागि। ठ्याक्क र यो पिरामिड आकारको डोर पहिलाको गाउँ चाइनिज स्टाइलको पनि छ। अमेजिङ गाउँ। आउनु आउनु आउनु। त्यो छ यहाँनिर प्रोग्राम हो के अरे, पुरानो गाउँहरू। यो त अहिले नै बनाएको होला भन्नुलाई चाहिँ, तर पुरानो शैलीमा चाहिँ बनाएको जस्तो छ यो घरहरू। चाइनिज गीत हो कि कोरियन गीत हो यो? ल गाइज, गीत गाउने ठाउँमा पनि पस्यो हामी है। सरबार बोकेर जाई। कोरियन ड्रेस लगाएर चाहिँ यसरी पुलिसहरू नै घुमिरहेको छ होइन, कोरियन केटीहरूले। तर यो भाषा बुझेन क्या दाइ यार, कोरियन हो कि चाइनिज हो? यो इनार होइन, पानी निकाल्ने, यसरी पानी निकाल्ने न, यो इनार। यो इनार हो, इनारको डेमो देखाएको यो टक्क। यहाँ नै के छ यहाँ खेल्ने ठाउँहरू? यो पकाउने ठाउँ। त्यो ग्यास छैन यो? धुवा जाने हो? ए चुलो कताबाट छ? तलबाट? ए यो चुलो रहेछ नि, पहिलाको कोरियाको चुलो। राइट, पुरानो तरिकाको ढाकी, हाम्रो जस्तो नेपालको जस्तो ल ढाकी हो, कित्ली, अन्डा त्यहाँनिर प्याक गरेर रक्सी पार्ने भाँडा चाहिँ कोरियामा यस्तो हुँदो रहेछ क्या, पुरानो एकदम पुरानो। सोझो मेक्छु आउनुभन्दा अगाडिको यो। कुखुराले पानी खाने ठाउँहरू होला। डोर ए भित्र गाउँको कता यतिबाट भित्र गाउँ कस्तो रहेछ होइन। टक्क यहाँनिर बिचमा आँगन, वरिपरि घरै घर ठ्याक्कै। ढोका चाहिँ 32वटा ढोका नै रहेछ चारैतिर, ढोका। यहाँको ठाउँ घुमेर हामी अब नामसङ टावर चढ्ने कुरा छ, जानुपर्ने हुन्छ है। पुरै झ्याल बारदली सारदली खतरा लाग्यो यो, झ्याल छ्याल टक्क रमाइलो। ओहो, यहाँ पोखरी माछा खतरा रहेछ नि त नि, माछा त नि। ए ओहो, पहिला खालको माछा छ त। भिलेजको भिजिट चाहिँ सकेर चाहिँ अब हामी नामसङ टावर चढ्नको लागि जाँदैछौँ है। नामसङ टावर पुगेर चाहिँ फेरि भिडियो बनाउनेछौँ। किप वाचिङ।
नामचक टावर जाने बाटो उकालो चाहिँ जाँदैछौँ हामी। एक टावर पुग्नुको लागि यस्तो दुःख। टावरबाट कस्तो देखिन्छ भ्यू भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट हो। अब हेरौँ। ओके गाइस, हामी चाहिँ आइपुग्नु लागिसकेको छौँ टावर नजिक। यही टावरमा पुग्नुपर्ने हो होइन। अलिअलि हल्का देखिन्छ। फाइनली वी आर नियरली गाइस, नियरली आइपुग्न लाग्यौँ है। ल निकै टाइम लाग्दो रहेछ उकालो। ओके गाइस, फाइनली हामी चाहिँ आइपुगेको छौँ यहाँनिर टावरमा है। टक्क टावरको फेदैमा आइपुग्यो है। ल ओहो हो हो, ल चाबी झुन्डाउने ठाउँ यही हो। ए उहाँ तल रहेछ नि दाइ। ओहो हो हो हो, ल यही हेर्नको लागि आएको नि त यति टाढो। ओके ओके ठिक छ। ल परेको जोडाजोडी चाहिँ आएर त्यहाँनिर चाहिँ ट्याक्क झुन्ड्याउने, टिकटक बनाउने। पारी पारी ल कोरिया नपरेको जोडाजोडीहरू आएर चाहिँ यहाँनिर यसरी चाबी झुन्ड्याउने हो गाइस होइन। यहाँनिर चाहिँ चाबीको पुरा बजार छ त्यहाँनिर चाहिँ। अब अहिले त त्यस्तै उस्तै हो। अब बुढीले आएर झुन्ड्याउनु पर्छ। गाइस यहाँबाट चाहिँ लोटे टावर पनि देखिँदो रहेछ। ट्याक्क लोटे टावर यहाँ छ है। ओहो हो हो हो, मेला त यहाँ लागेको रहेछ नि त। ओहो हो हो, ऊ यहाँ हो झुन्ड्याउने। ल मेला त यहाँ रहेछ काठे। आम्मा मान्छे हेर, बाफ्रे बाफ्रे बाफ्रे। ल परेको चाबी है गाई चाहिँ यो चाहिँ होइन। जोडीहरूले झुन्ड्याउने हो। आम्मा के हो यस्तो चाबी त यो रहेछ नि यहाँ। कोरियाको चाबी जति सबै यहाँ ल्याएको रहेछ। यो कति वर्ष पुरानो होला त यो। आम्मा कसैले मोबाइलको कोभरै झुन्ड्याइदिएछ। आम्मा के हो यस्तो गाँठे। अचम्मै भयो त नि यो त। लक परेको जोडाजोडीहरू आएर चाहिँ यहाँनिर चाबी झुन्डाउन सक्छ है। ल सकिन्छ, आउनु होला। ओहो हो हो, ल ल घुमेको भिलेज चाहिँ यही हो गाइस होइन। ओहो हो हो राइट। ल होइन जताततै चाबी चाबी टावर। त्यहाँको डेमो देखाएर रहेछ। वाउ Okay guys, nice Korea view. Wow. Amazing. Kota-kota सहरहरु हो। कुना-कुनाको गाउँहरु पनि हेरौँ है गाइस। ल यहाँबाट गर्दै कुन कुनाको गाउँ हो थाहा छैन। खम्दे पनि चाहिँ यही जस्तो लाग्छ। किचिक घरहरु छ। आम्मामा यो सहर
टायरहरूलाई त्यो पल्लो चाहिँ ओके गाइज फाइनली हामी चाहिँ साउल पनि आइपुगेका छौँ र साउल सिटी टुर बसमा चढी पनि सकेका छौँ। अब चाहिँ एकछिनमा चाहिँ अब घुमेर चाहिँ रमाइलो गर्नेछौँ देखाउने नै छौँ भनेर होला होइन। ओके गाइज छुलबाल भयो यहाँनिर चाहिँ अब रमाइलो हुन्छ यहाँनिर। साउल टुर हेरौँ हेरौँ ल वारिपारि। Amazing guys, amazing. Wow, waterfall. झरिसक्यो। साउल सिटी बस पनि चढेर आइसक्यो गाइज होइन। चढ्ने मान्छेहरू त्यस्तै छ। घुमेर आइयो साउल सिटी टुर बस। ओके सक्यो है सक्यो 25,000 सक्यो। घुम्दै रात पनि परिसकेको छ गाइज। अब चाहिँ खोज्नु पर्ने हुन्छ हामीले होइन। साउलमा बस्ने हो कि सुवनमा जाने भन्ने कुरा हो। अब रुम खोज्नुपर्छ नत्र भयो मेरो यहाँ चाहिँ अब प्याक हुन्छ है त।